सबैजनालाई नमस्ते। मेरो नाम सन्तोष नेपाली, टेनी भनेर पनि चिन्न सक्नुहुन्छ। अनि म चाहिँ म्युजिक प्रोड्युसर होइन, म्युजिकहरू बनाउँछु। यहाँनिर माथि स्क्रिन रेकर्ड देखिराख्नु भएको छ तपाईँहरूले, यो चाहिँ मेरो आफ्नै मोबाइलको स्क्रिन रेकर्ड हो। यसमा चाहिँ म एउटा म्युजिक बनाइरहेको छु होइन, एउटा म्युजिक बनाइरहेको छु। अनि त्यो म्युजिकको चाहिँ मैले पुरा कम्प्लिट बनाएको छैन, जस्ट इन्ट्रो पार्ट मात्रै बनाएको छु। इन्ट्रो पार्टमा चाहिँ त्यसको चाहिँ ब्रेकडाउन गर्न गइरहेको म चाहिँ यहाँनिर कसरी बनाएको छु मैले भनेर त्यसको ब्रेकडाउन गर्न गइरहेको छु। यो म्युजिकमा चाहिँ मैले जम्मा 6वटा इन्स्ट्रुमेन्टहरू 6वटा सामग्रीहरू मात्रै युज गरेको छु। 2टा गिटार अनि एउटा चाहिँ बेस, अर्को विन्ड अनि अर्को 2टा ड्रम प्याड गरेर जम्मा 6वटा सामग्रीहरू मात्रै युज गरेको छु मैले। तपाईँहरू यहाँनिर देख्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर फर्स्टमा युज गरेको छु मैले अकोस्टिक गिटार युज गरेको छु होइन। अनि त्यसको अकोस्टिक गिटारको साउन्ड चाहिँ यस्तो हुन्छ। यहाँ म तपाईँहरूलाई साउन्ड सुनाइदिन्छु। अकोस्टिक गिटारको साउन्ड चाहिँ यस्तो बनाएको छु मैले। यो चाहिँ अकोस्टिक गिटारको साउन्ड भयो होइन। अनि त्यसपछि यो चाहिँ डेलाइट गिटारको साउन्ड हो। यसमा चाहिँ यो चाहिँ डेलाइट गिटार भयो होइन। अनि यसमा चाहिँ मैले डिले साउन्डहरू युज, त्यो एफएक्स भोकलमा चाहिँ डिले युज गरेको छु। अनि यो चाहिँ बेस, यो चाहिँ 62p बेस भन्ने एउटा बेस त्यहाँ लिएको थिएँ मैले। अनि त्यसपछि यो चाहिँ विन्ड हो होइन, ब्याक पाइप भन्ने विन्ड हो। यसको साउन्ड चाहिँ यस्तो सुन्छ। यो चाहिँ ब्याक पाइप भन्ने एउटा चाहिँ त्यो विन्ड हो होइन। अनि त्यसपछि यहाँनिर 2वटा चाहिँ ड्रम युज गरेको छु होइन। अनि यहाँनिर 2वटा ड्रम प्याड, एउटा चाहिँ टेक्नो ब्रुट अनि अर्को बेडरुम गरेर 2टा युज गरेको छु। यो चाहिँ टेक्नो ब्रुट भइहाल्यो। अनि यो चाहिँ बेडरुम, यसबाट चाहिँ मैले लिएको छु स्नेरहरू, किक स्नेर र हिट्याट तिनवटा मात्रै युज गरेको छु। यसको साउन्ड चाहिँ यस्तो सुन्छ। यो चाहिँ ड्रम साउन्ड होइन। जम्मा 6वटा सामग्रीहरू मात्रै युज गरेको छु। यसको इन्ट्रो पार्ट मात्रै बनाएको छु मैले, अझ कम्प्लिट पनि बनाएको छैन है। अब पुरै सुनौँ है त, सबै मिलाएर सुनौँ। यति नै हो है। यो चाहिँ जस्ट इन्ट्रो पार्ट मात्रै। कम्प्लिट म्युजिक बनायो भने म सेयर गर्छु। यो चाहिँ मन परेमा सबैजनाले लाइक्स, कमेन्ट, सेयर गरिदिनु होला सबैजनाले। थ्याङ्क यू सो मच।